डरै लाउने यत्रो त कि डेन्जर छैन फेरि त हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू भिडियो आई होप सबैजना सन्चै हुन्छ म एकदम सन्चै आरामी छु अनि अहिले चाहिँ हामी जाँदैछौँ बजार मम्मी र म खै सामानहरू के ल्याउन छ अरे अनि मलाई त्यस्तो कपडाहरू किन्न पऱ्यो नि त एउटा दुइटा त्यही भएर जाँदैछु के लिने अरे मम्मी ए ल ल अब चाहिँ हामी हिँड्न लागेको घडी हेर मैले यो घडी बिग्रियो कि साइको त सुन लिएर आउनु ओहो खत्रै खालको मागो तुरुलाई यत्तिकै त हुनुपर्छ ए मम्मीले नफालिकन ल्याउनु भन्नु कि मैले फाले ल्याइदिन्छु के ल चाहिएमा सम्पर्क गर्नु होला म दिन्न छिटो जाने भनेको है मम्मी हाल्दै आउनु मम्मी जाम के छिटो कहाँ राखिदिउँ यो भित्र फेरि देखिन्न कि म गएर छु देखिया नदेखि क्यान्स गर्नु ए यो चाहिँ आइटम टिकको रहेछ कि म डङ्गीमा यस्तो छ नि झोला टक्क बवाल खालको यहाँ दाउरा सुकाउँछु भनेर आज जाने धुलो होइन झोला हो कि यो यस्तो भयो टक्कै लिन्छ नि अब यस्तो यस्तो भइहाल्यो नि यार घामले कन्टन्टी लाग्यो कालो मान्छे झन् कालो हुन्छ केही बदलावै हुने भने कालो मान्छे कालो कसरी हुने होइन त्यही कस्तो लाग्यो घाम फेरि एकैछिन लाग्यो फेरि अरू एकछिन पानी हाल्छ भ्यू चाहिँ बबाल देखिन्छ कि हामीलाई यस्तो हो त्यो चाहिँ नवग्रह मन्दिर हो हामी चाहिँ अहिले बजार आइसक्यौँ बजार त आएन बजार त हो त्यो तल हो त्यो हो त्यो हामी चाहिँ बसेर खामा त्यस्तो पक्कै मारेको बिहानै झर्न पर्ने रहेछ दिउँसो झरेर चाहिँ अब गाडी हुन्थ्यो नि त बिहान त गाडीमा सट्टै आउनु हुन्छ अहिले यहाँ हिँड्नु पऱ्यो बेलुका त पाइन्छ फेरि जस्तो नि गाडी त फर्किँदा त अहिले बिहान जान मात्र अप्ठ्यारो गाह्रो हामी चौता यहाँ बसेको यहाँ यहाँ मन्दिर भक्तमाता नाम त झ्याउला छाता ल्याउन नि बिर्सेछ फेरि हामी चाहिँ भर्खरै आयौँ घरमा चाहिँ बजार गएर नि गाडी चाहिँ गइसक्यो माथि सायद गाडी त्यही गाडीमा आएको ओफो मौसम त यो त कडक छ कि गाडी गइसक्यो हामी चाहिँ भर्खर आयौँ मम्मी चाहिँ भित्र सामानहरू राख्दै हुन्छ सपिङ चाहिँ कडी हुन्छ यो दुईवटा पोकाइ त्यो अनि के त्यति बनाउनु नसक्ने फेरि हाम्रो मम्स दिस इज द नेक्स्ट डे अहिले चाहिँ बिहानको सुधार भइसक्यो 4को दिनको अनि म चाहिँ चिया खाँदैछु टक्क ब्ल्याक टी बजिरहेको छु म त कसले बोलाहानेको गीत पो बजिरहेछ बिहानको भ्यू हेर्नु भवाल मजा आउँछ यहाँको यस्तो राम्रो दिन्छ हेर्नु वा यहाँ फेरि टाउकै माथि लाग्यो यो पो हो त फेरि भाउ चाहिँ त्यो के गर्दै हुन्छु
केला खजुरका बेर्ना बाबाले खजुरका बेर्ना लाउँला खजुरको बेर्ना लाउनु भएको छ बाबाले चाहिँ मम्मी चाहिँ त्यहाँ खान पाउँदैन नि म पनि दाची हालेर बसिरहेको छु यहाँ मम्मीले हिजो खानुभएको रहेछ उस के अरे लसुन बाजोबारी खाने जस्तो भएको कि कस्तो साह्रो भयो झ्याउन नि ओए कहाँ हो त यहाँ यता आइज पस्न प चस्मा दे देन 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 दे भनेको दे भनेको आजा जा देखाइ लाउँछ चस्मा पनि तेरो बाबा दादा चस्मा देखाइ लगाएको यसले सुर्जेको छोरा नि कहाँ हो ए आएको छ म चाहिँ भर्खर नआएँ टाउको मात्र के अरे बाबा ए ल मम्मी चाहिँ लसुन धुन लानु भयो यही लसुन यति निक्ल्यो यति यहाँबाट खनु पनि यहाँ फेरि यति यो अनि निक्ल्यो यतिबाट मम्मी धुन लानु भयो खाना पाक्यो मम्मी यति दिमाग खराब गरेर कपालले पछाडि पनि जान्न फेरि यस्तै अड्किदिनु रहेछ नि ए बाबा त सुत्दिनु भएको छ मम्मीको धुनी पालो सक्यो मेरो पालो आयो सुकाउने यस्तो भने टक्क यस्तै हालिदिनु होइन घरको काम त गर्नु नि आउँदैन सिकाउन त किन्न आउनु पऱ्यो होइन यस्तो हाल्दैछु त पुरै यस्तो फ्याट्टै काम फेरि गर्ने काम त बाबाले काम त फेरि मैले त्यहाँ भर्खर एउटा खबर पाएँ हाम्रो घरमा के रहेछ भन्नु मलाई थाहा त थिएन फेरि यता तलतिर आउँथेन कि म धेरै यहाँ झाल लाउनु पाएको छ कि मम्मीले काँक्राको ल यो त डरै लाउने यत्रो त के डेन्जर छैन फेरि त के नि यता अरू फेरि रहन्छ यहाँ यत्रो छैन यहाँ बल्ल पराउनु लाग्यो त्यही फुल्ला यो त छैन छैन फेरि उता रहन्छ यतिवटा रहेछ सानो रहेछ फेरि खाने त पऱ्यो फेरि अरूतिर नि हेरौँ यस्तो छ कि यसो घोटाला हानिदिउँ न होइन हान्छ यत्रो छ यत्रो सानो बल्ल पाउनु लाग्यो यत्रो त्यति एउटा रहेछ यार त्यही लिनु पऱ्यो सो अहिले चाहिँ हामी खानासाना खाएर यतिको बसिरहेछौँ मम्मी त कपडा धुन जानु भयो बाबाको म चाहिँ खानासाना खाएर यत्तिकै बसिरहेको छु अनि आजको लागि भ्लग पनि यति नै हुन्छ थ्याङ्क यू फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक सेयर सब्सक्राइब त्यति भन्दै आजको लागि म बिदा हुन चाहन्छु हस्त बाई बाई